कसरी बाल्नु कसरी त्यो त हैन हजुरबा भेट त्यतै वाल्नु हैन त्यो त होइन के गाड्नु पर्यो नि त अहिले फेरि ए के आहा काट्ने ल्याइदेऊ न पहिला बत्ती बाल्नु सक्नु छैन त्यहाँ काट्नु सक्नु थिएन हेर्न त्यहाँ काट्नु हेर कसको बर्थडे हो खोइ ह्यापी बर्थडे भन्देऊ लु ल ल ल न कसको बर्थडे हो नानी कसको पखाल्नु अहिले काट्ने खोइ ह्यापी बर्थडे भन्देऊ खोइ खोइ बाला ह्यापी बर्थडे म भनेको बाल्दिन्छु पक्ड बाबा हेपी बर्थडे बाबा हेपी बर्थडे बाबा लेखेको भन्दा ठुलो छैन त्यो प्लास्टिकै त्यसैमा दिन्थ्यो त आएन छ क्या बाल्दिए ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर बाबा ह्यापी बर्थडे टु यु सकेको अब के काट्नु उहाँले के काटेन त्यस्तै यो सानोवाला हो नि त सानो बनाएर खुवाइदिनु न भन्न कत्रो गरिसक्यो नातिनीले चाहिँ हल्का चढाइदिएको नि आहा बाला खान्देऊ आहा खाऊ अब आफै खाऊ सबै झारी त हाले पुरै झार्ने आदिले झारी फाट्छ आत्मी चाहिँ लु खाऊ काट्दै खाँदै गर है अब कति खाने अबै यहाँ तिम्रो यहाँ छ यहाँ प्लेटमा बाल खाना त सानबी कति किलो नबुझ्दैन